हेलो साथीहरू सबैमा गुड इभिनिङ। हामी चाहिँ जाँदै थिएँ नानीलाई लगेर होस्टेल। मम्मी र मम्मी पनि धेरै महिनासम्म सिलगढी बस्नु भएको थियो, त्यही भएर चाहिँ आज चाहिँ नानीलाई होस्टेल इन गर्नु पर्थ्यो। नानी बाहिर थियो मम्मीसँग है, त्यही भएर हामी चाहिँ जाँदै थिएँ। नानी चाहिँ अगाडि सिटमा बसेको थियो, मम्मी र म चाहिँ गफ गर्दै गर्दै जाँदै थिएँ है। दुईजना भन्दै थिएँ कि अब चाहिँ नानीलाई होस्टेल हालेर हामी दुईजना चाहिँ मार्केट गर्नुपर्छ, दोकानको सामानहरू ल्याउनुपर्छ भनेर बात गर्दै थिएँ। मम्मी चाहिँ दुःखी हुनुहुन्थ्यो, किनभने मम्मी चाहिँ 2 महिना भएको थियो नानीसँग बस्नु भएको सिलगढीमा रुम लिएर हो, त्यही भएर चाहिँ आज मम्मी दुःखी हुनुहुन्थ्यो। नानी चाहिँ अगाडि सिटमा बसेको थियो, मैले त हेर न भन्दै थिएँ, उसले हेर्दै थियो है। अन्त ऊ पनि स्याड भइराखेको थियो आमालाई छोडेर फेरि होस्टेल जानुपर्छ भनेर। अन्त आज चाहिँ सिलगढीमा चाहिँ चिसै थियो है, अन्त दिन पनि चिसो भइराखेको थियो। हामी चाहिँ गफ गर्दै जाँदै थिएँ, नानीलाई होस्टेलमा लानुपर्छ भनेर। आज चाहिँ सालबारी हाट हुन्छ नि त है, सालबारी हाट थियो। अन्त मैले चाहिँ भन्दै थिएँ कि भरे बेलुकाखेरि फर्किँदा त यहाँनिर एकदमै भिड हुन्छ भन्दै थिएँ। अब चाहिँ हामी स्कुल पुग्नु लागेको थिएँ है नानीलाई लगेर। अन्त मम्मीले चाहिँ अब त नानी जान्छ, म एक्लै हुन्छु, नानीसँग बसेर कस्तो नानीको याद आउँछ भन्नुहुँदै थियो है। अन्तखेरि चाहिँ त्यसरी नै हामी जाँदै थिएँ। होस्टेल पनि आइपुग्नु आँटेको थियो है। स्कुल पुगेँ, होस्टेलमा गएर अफिसमा थिएँ, अनि स्कुलमा गएर यसरी नानीलाई छोडिराख्यौँ। यो चाहिँ स्कुल हो, मावती स्कुल। अनि हामी घर फर्केको थियौँ।